नमस्कार सबैजनालाई। फेरि पनि तपाईलाई स्वागत छ मेरो युट्युब च्यानल डियर पार्थमा। आज म फेरि एउटा सबभन्दा मोस्ट इम्पोर्टेन्ट धेरै पटक लोकसेवामा, प्रदेश लोकसेवा, संघीय लोकसेवा आयोग, स्थानीय तहमा यो सोधेको क्वेसन हो। पटक पटक यो क्वेसन चौथो, पाँचौं, सातौंमा सोधेको क्वेसन, यो हाइवे इन्जिनियरिङबाट सोधेको क्वेसन, हिल रोडबाट सोधेको क्वेसन म डिस्कस गर्न गइरहेको छु। यो क्वेसनमा पहिला क्वेसन के छ कि व्हाट आर द डिजाइन कन्स्ट्रक्सन प्रब्लम अफ हिल रोड, व्हाट आर द स्पेशल कंसिडरेशन व्हिच नीड्स टू बी फ्लोड इन द सिलेक्शन अफ अलाइजमेन्ट फर रोड इन माउन्टेनियस एरिया। ठीक छ, यसमा दुईवटा क्वेसन छ। यो अलगै सोध्छ द व्हाट आर द डिजाइन कन्ट्रोल कन्स्ट्रक्सन प्रब्लम वाला अलगै सोध्छ 5 मार्कमा, र स्पेशल कंसिडरेशन वाला छ नि त्यो हिल रोडको, यो पनि अलगै सोध्छ 5-5 मार्कमा सोध्छ। ठीक छ, यसमा 10 मार्कमा सोधेछ। सबभन्दा पहिला यति बुझिहाल्नु कि 5 मार्कको यो हो, 5 मार्कको यो हो, यति बुझ्नु। त्यो माइन्डसेट बनाएर अनि क्वेसनले एन्सर लेख्ने। यसमा त्यसपछि मैले फर्स्ट पार्टको मैले एन्सर लेखिरहेको छु। डिजाइन एन्ड कन्स्ट्रक्सन अफ रोड इन हिल एन्ड माउन्टेन एरिया आर कम्प्लेक्स देन इन प्लेन टेरियर। इट इज ड्यू टू it is due to several factors associated in the region they are। ठीक छ, त्यसपछि यो 5वटा, त्यसपछि यसमा के भन्छ 9वटा पोइन्टहरु लेख्ने। अनि पहिला पोइन्टमा के छ कि a hill or mountainous area is characterized by a highly भनेको हाई हुन्छ, highly broken relief with widely differ elevation, steep slope, deep gorge, and a great number of this may unnecessarily increase the length। भनेको यो स्टीप स्लोपहरुको कारणले, हाई एलिभेसनहरु कारणले, ब्रोकन रिलिफहरुको कारणले के हुन्छ, अननेसेसरी लेन्थ इन्क्रिज गर्छ। अननेसेसरी लेन्थ इन्क्रिज गर्छन्, जसको कारणले के हुन्छ भनेको कन्स्ट्रक्सन कस्ट, अपरेसन कस्ट, के भन्छ मेन्टेनेन्स कस्ट के हुन्छ बढाउँछ। त्यही भएर यो प्रब्लम आउँछ। त्यसपछि के हुन्छ, जियोलोजिकल कन्डिसन भ्यारिज फ्रम प्लेस टु प्लेस। ठाउँ अनुसार के हुन्छ, जियोलोजिकल कन्डिसन के हुन्छ, भ्यारिज हुन्छ, फरक हुन्छ। अनि हिल स्लोप स्टेबल बिफोर कन्स्ट्रक्सन मे नोट बी एज स्टेबल ड्यू टु इन्क्रिज ह्युमन एक्टिभिटी। भनेको जुन स्लोप हुन्छ नि कन्स्ट्रक्सन भन्दा पहिला जति स्टेबल हुन्छ, कन्स्ट्रक्सन बाद त्यति स्टेबल हुँदैन। भनेको जस्तै कि हामीलाई कटिङ पनि गर्नुपर्छ, अनि त्यो के हुन्छ हिल साइड कटिङ गर्यो भने पहिला जति स्टेबल थियो त्यति स्टेबल हुँदैन। यदि पार्टहरु कट गर्यो भने त्यति स्टेबल हुँदैन। त्यसबाट त्यो के हुन्छ, स्लोपहरु के हुन्छ त्यति स्टेबल हुँदैन। यदि कन्स्ट्रक्सन पछि त्यति जति स्टेबल त्यो थियो, त्यसपछि काटेपछि त्यसको कट गरेपछि त्यति स्टेबल हुँदैन त्यो बनेको छ। देयर मे बी भेरिएसन इन हाइड्रोलोजिकल कन्डिसन व्हिच मे इजिली बी ओभरलोड भइहाल्छ ड्युरिङ डिजाइन एन्ड कन्स्ट्रक्सनमा। भनेको के हुन्छ भनेको भेरिएसन अफ हाइड्रोलोजिकल कन्डिसन। हाइड्रोलोजिकल कन्डिसनको कारणले के हुन्छ ड्युरिङ द डिजाइन कन्स्ट्रक्सनमा के हुन्छ, यो समस्या गर्छ। यति बुझिहाल्नु। ड्यू टु के हुन्छ, त्यसपछि के हुन्छ, ड्यू टु हाइली ब्रोकन रिलिफ construction of special structures should be done at the different place and increase the cost of construction। भनेको के हुन्छ भनेको हामीलाई त्यो स्पेशल स्ट्रक्चरहरु कन्स्ट्रक्सन गर्नुपर्छ ठाउँ अनुसार, जसको कारणले के हुन्छ कन्स्ट्रक्सन कस्ट बढाउँछ। जस्तै कि रिटेनिङ वाल, ब्रिज वालहरु कन्स्ट्रक्सन गर्नुपर्छ, त्यो जसको क्रस ड्रेनेजहरु त्यो कन्स्ट्रक्सन गर्नुपर्छ ठाउँमा। त्यही भएर के हुन्छ हामीलाई अननेसेसरी त्यो के हुन्छ कन्स्ट्रक्सन कस्ट बढाउँछ। त्यसपछि के छ, भेरिएसन इन क्लाइमेट कन्डिसन सच एज चेन्ज इन टेम्परेचर ड्यू टु अल्टिट्युड डिफरेन्स, प्रेशर भेरिएसन, प्रिसिपिटेसन इन्क्रिज एट द ग्रेटर हाइट इटिसी। यो कारणले पनि के हुन्छ फरक पार्छ, यो समस्या गर्छ कन्स्ट्रक्सनको टाइममा। त्यो के भन्छ, हाई स्पीड रन अफ अकर टु द प्रेजेन्स अफ हाई क्रस स्लोप।
के हुन्छ हाई स्पिड रनअपको कारणले हाई क्रस स्लोप के हुन्छ हाई क्रस स्लोपको कारणले हाई स्पिड रनअप हुन्छ अनि के हुन्छ फिलिङ मे ओभरलोड द वीक सोइल अन्डरनीथ व्हिच मे ट्रिगर द न्यू स्लाइड के भन्छ जुन फिलिङहरू गर्छ जसको कारणले के हुन्छ के भन्छ वीक सोइलहरू के भनेको फिलिङ मे ओभरलोड द वीक सोइल अन्डरनीथ व्हिच मे ट्रिगर द न्यू स्लाइड भनेको के हुन्छ जुन सोइलहरू फिलिङहरू गर्छन् जसको कारणले के हुन्छ वीक सोइलहरू के हुन्छ ल्यान्डस्लाइड निम्ति आउँछन् त्यसपछि के हुन्छ द नीड अफ डिजाइन अफ हेयरपिन ब्यान्ड्स टु एटेन्ड हाइट भनेको के हुन्छ हाइट भनेको चढ्नका लागि हामीलाई के गर्नुपर्छ भनेको हेयरपिन ब्यान्डहरू बनाउनु पर्छ ठाउँमा के हुन्छ हिली एरियाहरूमा यसरी स्लोपहरू हुन्छन् अब यो चढ्नका लागि त त्यतिकै चढ्नु भएन त्यसरी यसरी हेयरपिन ब्यान्ड गरेर यसरी बनाएर के हुन्छ हेयरपिन ब्यान्ड कन्स्ट्रक्सन गर्नुपर्छ त्यो हाइट एटेन्ड गर्नलाई त्यो भनेछ यति हो डिजाइन एन्ड कन्स्ट्रक्सन प्रब्लम हिली एरियाको लागि त्यसपछि के भनेछ स्पेशल कन्सिडरेसन के गर्नुपर्छ जुन के चाहिँ हाइवे एलाइजमेन्ट गर्नको लागि स्पेशल कन्सिडरेसन अफ रोड ज्योमेट्रिक डिजाइन अथवा एलाइजमेन्टको लागि के हुन्छ यही कुरा लेखेको छ कि एलाइजमेन्ट थ्रु द हिली ट्रेन इज स्लाइटली डिफरेन्ट फ्रम द प्लेन अथवा फ्लाइट ट्रेन भनेको हिली ट्रेनमा एलाइजमेन्ट गर्नु प्लेन ट्रेन भन्दा अलि डिफरेन्स हुन्छ किन डिफरेन्स हुन्छ त्यही भएर For safe and efficient vehicle movement, special care should be taken while selecting alignment. The some main consideration are discussed below. त के हुन्छ त हामीलाई यो के भन्छ सेफ र इफिसिएन्ट भेहिकल मुभमेन्टको लागि हामीलाई स्पेशल कुराहरू हामीलाई कन्सिडरेसन गर्नुपर्छ जुन सबभन्दा पहिले के हुन्छ स्टेबिलिटी अफ स्लोपलाई स्टेबल भनेको रोडलाई एलाइजमेन्टलाई यस्तो सिलेक्सन गर्नुपर्छ यस्तो कटिङ फिटिङ गर्नुपर्छ जो कि स्लोप स्टेबल होस् भनेर त्यसपछि के हुन्छ हिल साइड रेन भनेको एटेम्प्ट यस्तो राख्नुपर्छ कि नम्बर अफ क्रस ड्रेनेज कम होस् ठीक छ जसले कस्ट अब के हुन्छ कस्ट हामीलाई कम गर्छन् त्यसपछि के हुन्छ हिल साइड ड्रेन हामीलाई एज फार एज पोसिबल हामीलाई हिल साइड ड्रेन प्रोभाइड गर्नुपर्छ त्यसपछि के हुन्छ स्पेशल ज्योमेट्रिक स्ट्यान्डर्डमा हामीलाई ज्योमेट्रिक स्ट्यान्डर्डमा के हामीलाई गर्नुपर्छ एलाइजमेन्ट चुज गर्नका लागि हामीलाई साइड डिस्टेन्स लेन्थ ग्रेडियन्ट अनि त्यसपछि मिनिमम के हुन्छ ग्रेडियन्ट त्यसपछि के हुन्छ हेयरपिन ब्यान्डहरू के हुन्छ मिनिमम हुनुपर्छ ठीक छ कम हुनुपर्छ अनि त्यसपछि के भन्छ ग्रेडियन्ट त्यसपछि मिनिमम लेन्थ हुनुपर्छ के हुन्छ मिनिमाइजिङ द स्टिप ग्रेडियन्ट एन्ड हेयरपिन ब्यान्ड के हुन्छ कट एन्ड एक्सेसिभ कट एन्ड फिल के हुन्छ मिनिमम हुनुपर्छ त्यो भने त्यसपछि के छ त्यहीबाट के भन्छ स्पेशल ज्योमेट्रिक स्ट्यान्डर्डको मैले ए र बी सी यसरी गरेर लेखेको छु कन्ट्रोल ग्रेडियन्ट कन्ट्रोल गर्नु पर्यो त्यो ग्रेडियन्ट भनेको ग्रेडियन्ट शुड बी केप्ट युनिफर्म नट एक्सेसिभली स्टिप एन्ड इन्स्योर द सेफ्टी एन्ड रिड्युस द भेहिकल इफोर्ट ठीक छ त्यसपछि के छ मिनिमम नम्बर अफ हेयरपिन ब्यान्ड कम हुन्छ भने त कस्ट अफ कन्स्ट्रक्सन कम हुन्छ ठीक छ त्यसपछि त्यो अपरेसन कस्ट अफ मेन्टेनेन्स कम हुन्छ त्यसपछि एडिक्वेट साइड डिस्टेन्स राम्रो हुनु पर्यो त्यसपछि पर्याप्त साइड डिस्टेन्स हुनु पर्यो रेसिस्टिङ लेन्थ भनेको एक्सेसिभ इनइफेक्टिभ राइज एन्ड फल हुनु भएन जसको कारणले यदि भयो भने त्यो कस्ट अफ कन्स्ट्रक्सन र मेन्टेनेन्स अपरेसन भेहिकल अपरेसनको कस्ट के हुन्छ बढाउँछ त्यही भएर यस्तो हुनु पर्यो ठीक छ त यो कन्सिडरेसन हामीलाई स्पेशल कन्सिडरेसन अफ हिल रोड ज्योमेट्रिक डिजाइन यो गर्नुपर्छ अरू पोइन्ट पनि हुन्छ ठीक छ तर मेन पोइन्टहरू यो हो यो कुराहरू लेख्ने ठीक छ यही क्वेसन स्पेशल कन्सिडरेसन मलाई ठ्याक्कै 10 मार्कमा सोधेछ म यसरी लेखेछु यसको ठीक छ मैले हेराउन गइरहेको छु यसको ठीक छ व्हाट आर द स्पेशल कन्सिडरेसन टु बी टेकन व्हाइल कन्स्ट्रक्टिङ हिल रोड एक्सप्लेन इन डिटेल भनेको छ ठीक छ त यही कुरा मैले यता लेखेछु कन्स्ट्रक्ट के भन्छ अनि हिल रोडमा कन्स्ट्रक्ट गर्न प्लान टेरियल भन्दा डिफरेन्स हुन्छ त्यो कुराहरू यस्तो कुरा राख्नुपर्छ त्यो कुरा मैले यता लेखेछु पढिहाल्नु पज गरेर त्यसपछि मैले यसो मेन कुरा के हामीले कन्स्ट्रक्सन गर्नुपर्छ स्टेबिलिटी अफ स्लोप ठीक छ सिलेक्सन अफ रोड एलाइजमेन्ट स्पेशल कन्सिडरेसन फर ड्रेनेज त्यही कुरा उता पनि लेखेको थियो ज्योमेट्रिक स्ट्यान्डर्ड यो पोइन्टहरू त सेमै भयो स्पेशल स्ट्रक्चर
स्ट्रक्चर ठीक छ स्पेशल स्ट्रक्चर यो हो ठीक छ त यसमा के हुन्छ एस्टाब्लिश स्लोप स्टेबल हुनुपर्छ एलाइजमेन्ट सिलेक्ट गर्नको लागि त्यसपछि के छ सिलेक्सन अफ एलाइजमेन्ट अब कुन जति एलाइजमेन्ट के रिभर रुट गर्ने कि भ्याली रुट गर्ने रिज रुट गर्ने कि भ्याली रुट गर्ने त्यसपछि यो कुराहरू यता मैले यहाँ एक्सप्लेन गरेर लेख्दैछु एस्टाब्लिश अफ स्लोप तपाईहरु पढिहाल्नु यहाँ यो जुम गरेर पढिहाल्नु यो कुराहरू मैले लेखेको छु यता ठीक छ त्यसपछि अनि स्पेशल कन्सिडरेसनहरु स्पेशल जियोमेट्रिक स्ट्यान्डर्डमा हिल साइड ड्रेनमा के हुन्छ यही कुरा एक्सप्लेन डिटेलमा गरेछु उता त्यहाँ सानो त्यो कममा लेखेको थिए यता अलि डिटेलमा लेखिदिएछु त्यसपछि यही कुराहरू छ यहाँ स्पेशल स्ट्रक्चर रिभर स्ट्रक्चर हुन्छ रिभर स्ट्रक्चर यो क्वेशन हुन्छ नि हिल रोड वाला स्पेशल स्ट्रक्चर वाला यो अलगै आउँछ यो क्वेशन 5 मार्कमा आएको छ यदि यो क्वेशन सोधेको पनि छ स्पेशल स्ट्रक्चर अफ हिल रोड वाला सोधेको छ यो कुरा यही कुराहरू लेख्नु पर्छ रिभर ट्रेडिङ स्ट्रक्चर के भन्छ रिटेनिङ स्ट्रक्चर ल्यान्डस्लाइड वाला इरोजन एन्ड गली कन्ट्रोल वाला रिभर ट्रेडिङ रिभरको ड्रेनेज इनर्जी डिसिपेसन स्ट्रक्चर यो कुराहरू यहाँ लेख्नु पर्छ ठीक छ थ्यांक यू यति नै हो यही कुरा यस्तो क्वेशन सोध्छ धेरै पटक सोधेको छ म यहाँ हेराइदिन्छु यो सबै यही क्वेशन सोधेको हो धेरै पटक यो क्वेशनहरु सोध्छ मस्ट भिडियो क्वेशन हो यो याद गरिहाल्यो भने 5 मार्क र 10 मार्क त फिक्सै हो यो क्वेशन प्रत्येक साल कुनै न कुनै प्रदेशबाट सोधेकै हुन्छ कुनै न कुनै लेभल भनेको चौथो या त पाँचौं मार्क सोधेकै हुन्छ यो क्वेशन छुटाउनु भयो यही कुराहरू म त यता लेखेछु सबैको आन्सर पनि लेखिसकेको छु यसको सबैको आन्सर थ्यांक यू अब नेक्स्ट भिडियोमा अर्को टपिक हुन्छ ल